यो बाइबललाई मानिसले धेरै पटक धेरै मानिसहरूले गलत प्रमाणित गर्न कोसिस गरे जब जतिले कोसिस गरे उनीहरु चाहिँ पछि आएर घोडा टेक्नु पर्ने अवस्था उनीहरुकोमा आएको छ उनीहरुले स्वीकार गर्नु पर्यो यो सत्य हो भनेर यसमा लेखिएका कुराहरु सबै सत्य छन् अनि यसमा एक एकवटा बुँदाहरु एक एकवटा कुराहरु सत्य छन् यो चाहिँ कुनै मानिसले भनेको कुरा होइन जस्तो ख्रीष्ट येशू पनि कुनै मानिसले भनेको यो मिथ्याङ्क भन्छ मिथ्याङ्क भन्न एउटा मिथ भनेर भन्छन् त्यो होइन किनकि येशू ख्रीष्ट जब आउनुभयो उहाँले एउटा शताब्दीलाई नै अलग गर्नुभयो हैन त ख्रीष्ट आउनुभन्दा अगाडिको शताब्दीलाई चाहिँ बीसी भनिन्छ बिफोर क्राइस्ट अनि त्यसपछि उहाँ आउनु भएपछि को समयलाई चाहिँ एडी भन्छ एना डोमिनो हैन र अनि इतिहास साक्षी छ यो कुराहरुको लागि एकजनाले होइन दुईजनाले होइन धेरै जनाले त्यही कुरा लेखेका छन् उनका चेलाहरूले लेखेका छन् पावल भन्ने उनका चेला नै हुन् उनले पनि पछिबाट आएर यो कुरा लेखेका छन् भनेपछि यो गलत हुन सक्दैन उनले मरेको मान्छे पनि जीवित बनाए मरेको मान्छे पनि जीवित बनाए लाजरस भन्ने हुनुहुन्थ्यो उहाँले धेरै प्रेम गर्नुहुन्थ्यो लाजरस बिरामी परेको सुनेर उनकी दिदी मार्था र मरियमले बोलाइ पठाए उहाँ आउनमा ढिला गर्नुभयो किनकि बाटोमा उहाँले अरूलाई पनि चंगाई गर्नुभयो उहाँलाई थाहा थियो उहाँ के अरे लाजरस मर्दै छन् भन्ने थाहा थियो उहाँले भन्नुभयो लाजरस चाहिँ निन्द्रामा परेका छन् पनि भन्नुभयो अनि उहाँ त्यहाँ जानुभयो लाजरस मरेको 3 दिन भइसकेको थियो गनाउने अवस्थामा पुगिसकेको थियो जीवनको कुनै पनि केही पनि बाँकी थिएन तर जब उहाँले चाहिँ ए लाजरस भनेर उहाँले बोलाउनु भयो र भन्नुभयो त बाहिर निस्केर आइज अनि त्यो लाजरस कात्रो सहितै बाहिर निस्केर आयो भनेर धर्मशास्त्रमा लेखिएको छ उहाँले एउटालाई मात्रै जीवित बनाउनु भएको होइन अरूलाई पनि जीवित बनाउनु भएको छ तर उहाँले के भन्नुभयो भनेदेखि मैले जे काम गरे त्यही काम तिमीहरूले पनि गर्नेछौ भन्नुभयो उनका चेलाहरूले पनि यो काम गरेका कुराहरू छन्